गाइस देखो ये क्या है। देखो देखो इधर छोटा छोटा भी है। इसको क्या बोल सकता है आप लोग? हम लोग तो इसको मशरूम बोलता है, चाव भी बोलता है। क्या है, बहुत आने में दिक्कत है लेकिन ये खाने में बहुत टेस्टी होता है। ठीक है, इधर भी एक मिल गया हमको तो। ठीक है, लेकिन ऊपर जाने के लिए बहुत दिक्कत है। लेकिन इधर दो मिला है। हामी यो च्याउ हन्टिङमा आएको छौँ होइन गाइस। च्याउ हन्टिङमा आएको छु दाजुभाइ, तर खोइ त माथि आएको, जति माथि आयो च्याउै पाइँदैन। हामी चाहिँ त्यत्तिकै यहाँनिर हावाको तालमा मात्रै हिँडिरहेको छौँ। यहाँनिर हावा चाहिँ दामी आएको छ, तर घर यतैतिर बनाउनु मनपर्ने जस्तो छ। फेरि यतातिर बनाऊ भने जङ्गलमा फेरि बालेनले यो नम्बरी जग्गा नभएकोलाई मात्रै दिने अरे। हामी 2-4 यो हुनेहरूलाई त धुर हुनेलाई त दिँदैन होला। त्यो भएर हामी चाहिँ नबनाउने निर्णय गर्यो यहाँ उहिलेनीमा चाहिँ, जङ्गल क्षेत्रमा। त्यसले गर्दाखेरि हावा चाहिँ राम्रै आउने रहेछ है साथीहरू। अन्त सबै टिप्दै फालेको छ क्या। त्यो बाँदरले हो कि त्यस्तै लाग्यो। है साथीहरू, हामी चाहिँ यस्तो जङ्गलभित्र छौँ है, यस्तै छ ल है। सो गाइस, च्याउले नपुगेर हामीले हजिपुरे पनि खोजेको छौँ। यता हजिपुरे बोकेर चाहिँ धङ्स छ हो होइन। यस्तो छ है हाम्रो जङ्गली सफारी चाहिँ, जङ्गल सफारी। हामी चाहिँ अहिले जाँदैछौँ हर्दियातर्फ जाँदैछौँ अहिले। हेर्नु, टोली यता आउँदैछन्। ल ल आउँदैछ यतातिर है। हजिपुरेको भारी टन्नै बोकेर आउँदैछ सुँगुर चारो। च्याउ चाहिँ यस्तो छ। हामी यहाँ जाँदैछौँ होइन, यस्तो छ। हामी बाटोमा जाँदैछौँ जङ्गलमा। अब हामी हर्दिया पुग्नु लागेछौँ होइन। हजिपुरे त्यहाँ देख्दैछु, म टिपेर जानुपर्छ है। यस्तो कलिलो कलिलो मात्रै हामी टिप्ने गर्छौँ हजिपुरे चाहिँ। हाम्रो जङ्गल सफारी चाहिँ यस्तो छ साथीहरू। हजिपुरे बोकेको छ, यता हजिपुरे बोक्ने टोलीहरू छ यता होइन। यस्तो छ यहाँ। ब्लगर इन त भएको चाहिँ आम्मा, यो चाहिँ करोडको छ यहाँनिर डाइनोसरको बच्चाहरू। ओए आलु भालु, आलु भालु आइस आइस आइस, अहिले भर्खर पाउँदो रहेछ। ल यस्तै छ है गाइसहरू होइन। हामी चाहिँ यहाँनिर जाँदैछौँ। यस्तो छ बाटो चाहिँ एकदम राम्रो लाग्यो यहाँनिर चाहिँ साथीहरू। तर हामी चाहिँ कता जाँदैछौँ, हर्दिया जाँदैछौँ कि यहाँ कात्तिकतिर जाँदैछौँ केही थाहा छैन है। यस्तै छ। सो गाइस, यहाँनिर चाहिँ हजिपुरेको भारी यहाँ लोड गर्दैछ एकदम गाह्रो भएर। हामी हिँडेको एकातिर पुगेको अवस्था छ ल। मलाई चाहिँ यो किरा घारी देख्दाखेरि चाहिँ र यो बाटो देख्दाखेरि मलाई चाहिँ मलेसियाको याद आयो है साथीहरू। मलेसियामा नि यसरी हामी चाहिँ केरा चोर्नु जान्थ्यौँ, तर हामी चाहिँ यता चोर्नु चाहिँ होइन, च्याउ खोज्नु गएको थियौँ है ल साथीहरू होइन। च्याउ खोज्नु गएको हजिपुरे बोकेर आयो। च्याउ चाहिँ त्यस्तै हो। र पनि यहाँनिर चाहिँ बाटोको किनारमा चट्टसँगले सुपारी लागेछ। तर यहाँनिर
केराको पनि बगान रहेछ। यस्तै छ साथीहरू। हामी चाहिँ जाँदैछौँ अहिले। तर हामी कहाँ आइपुग्यो आफैलाई थाहा छैन है। अब हेर्दै गर्नु ल, तपाईँहरूलाई देखाउनु छ। यस्तै छ है साथीहरू। सेम 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 बाँसच्याङ मलेसियाको जस्तै लागिरहेछ है साथीहरू। पोलाझ्याङको देखो न गाइस, देखो देखो ना, देखो गाइस, क्या है गाइस। तेरो मित होइन त्यो। यसले हजिपुरे फालेर यति मात्रै अहिले बोकिरहेको छ। अघि टन्नै बोकेको थियो। यस्तै छ अब हजिपुरे यसले फाल्यो। हाल्दैको प्लास्टिक हाडेको अहिले मलाई फेरि डिस्टर्ब गरेर हिँड्ने मलाई। यस्तै छ अब के गर्नु, डिस्टर्ब गरेको। हामी चाहिँ तलतिर मैदानमा झरिसकेका छौँ। यस्तै छ। यहाँ चाहिँ हाम्रो पुड्के कान्छा छ है, यसरी कुद्दैछ। यहाँ कान्छा कुकुरको आँखा देखाइदिएर कान्छा, लु आँखा देखाइदिएर। आँखामा चाहिँ के भएको चाहिँ हेर्नु सक्नुहुन्छ यता। ओहो हेर्नु सक्नुहुन्छ के हो यो, होइन कान्छा? कान्छा भने हाई भन्दैन छिटो। यहाँ चाकमा नगर, यहाँ सबै यो लाग्छ, सबै खत्तम भयो।